काठमाडौँको बाहिर एउटा पुरानो गाउँ थियो। गाउँको बीचमा एउटा सुनसान चौतारो थियो जहाँ रात परेपछि कोही पनि बस्दैनथे। मानिसहरू भन्थे त्यहाँ सुर्ती माग्ने भूत देखिन्छ। एक रात रमेश आफ्नो साथीको घरबाट ढिलो फर्किँदै थियो। घडीले रातको 12 बजाइसकेको थियो। चिसो हावा चलिरहेको थियो, कुकुरहरू टाढा टाढा कराइरहेका थिए। रमेशले शोर्ख भनेर त्यही चौतारोको बाटो रोज्यो। चौतारो नजिक पुग्दा उसले देख्यो कालो दौरा सुरुवाल लगाएको एउटा बुढो मान्छे बरको रुखमुनि बसिरहेको थियो। उसको अनुहार आधा अँध्यारोमा थियो। ए बाबु, बुढोले भारी आवाजमा भन्यो, अलिकति सुर्ती छ? रमेश डरायो तर सभ्य भएर भन्यो, छैन बा। बुढो बिस्तारै हाँस्यो। झुट बोल्छस्? त्यसपछि रमेशले याद गर्यो बुढाको खुट्टा उल्टो थियो। उसको मुटु जोडले धड्किन थाल्यो। रमेश भाग्न खोज्दै थियो तर अचानक बुढो उसको अगाडि आइपुग्यो। मलाई सुर्ती दे। धेरै वर्ष भयो स्वाद नलिएको। अब बुढाको अनुहार स्पष्ट देखिन्थ्यो। आँखा पुरै सेता, ओठभरि कालो रगत जस्तो दाग। शरीरबाट चिहानको गन्ध आइरहेको थियो। रमेश काँप्दै आफ्नो खल्ती छाम्न थाल्यो। अचानक उसले एउटा पुरानो सुर्तीको पुर्का भेट्टायो जुन साथीले मजाकमा खल्तीमा हालिदिएको थियो। उसले तुरुन्त बुढोलाई दियो। बुढोले पुर्का समात्यो। अनि बिस्तारै मुस्कुरायो। आज बाँचिस्। त्यति भन्दै उसको शरीर धुवा जस्तै हराउन थाल्यो। तर हराउनु अघि बुढोले एउटा कुरा भन्यो, तर अर्को पटक सुर्ती नभए तेरो सास लिएर जान्छु। रमेश दौडिँदै घर पुग्यो। त्यस रातपछि ऊ कहिल्यै राति त्यो बाटो हिँडेन। तर गाउँमा अझै पनि भनाइ छ, मध्यरातमा त्यो चौतारोबाट जाने मानिसलाई एउटा भारी आवाज सुनिन्छ। ए बाबु, अलिकति सुर्ती छ?